गइछ खाएको खाइछ त्यसले 500 रुपियाँ हालेको पैसा होइन 7 लाख जति पैसा खाए होला भन्थ्यो मोटामोटी अनुमानी क्यास चाहिँ त्यति खायो अरे किता छँदैछ 5,000 किता कट्यो भन्थ्यो इन्भेस्टिङ है 500 रुपियाँले त्यति ठुलो काम गर्ने आमा मान्नुपर्छ त्यो बेलाको 500 ठुलो थियो होला नि त ल त्यति ठुलो पनि थिएन अहिले 1 लाख जस्तो थियो होला लगभग 40 वर्ष हो 500 को त्यत्रो भ्यालु थिएन 5 पाथी धान बेच्यो भने 40,000 जस्तो थियो होला त्यसको भ्यालु रुपियाँ खर्च गरेर बिहे गरेको त्यो बेलामा है 1 लाख झन्डै खर्च भएको छ त्यो बेलामा मेरो दिदीको बिहे गर्दाखेरि त्यही बेलातिरको कुरा हो घटना होइन बिनाजु रिटायर भए 2-3 वर्ष भयो रिटायर भएको अहिले बिहे गर्ने खर्च सुन्दा बिहे गर्न मन लाग्दैन मेरो यमएन बिबिएलको डब्ल्युसीसी 230 छ हौ 5 वर्ष अगाडि किने मान्छेको त त्यति हुनु नपर्ने हो डब्ल्युसीसी खाली त्यस्तो गफ दिएर हुन्छ यार लक्ष्मी दाईसँग फेसबुकमा फ्रेन्ड छु हो म ठिकै छ त 230 त हुनु नपर्ने त हो 5 वर्ष अगाडि भने त नेप्से 3000 हुँदा हो त्यति बेला त पैसा त्यो बेलामा 500 थियो होला राइट दिएको छैन बोनस पनि 1 साल दिएन डिभिडेन्डले त्यति तल त नआउनु पर्ने अब हामी के हेरौँ भन्दाखेरि डिभिडेन्ड हिस्ट्री कम्पनीको नाम के हो भन्दाखेरि यमएनबिबिएल अब हेर्नु पर्यो डिभिडेन्ड हिस्ट्री यसले 1 साल दिएन 13/4/18 यसले 3 साल दिँदाखेरि 1 साल 9 अर्को 1 साल 13 1 साल 17 1 2 3 4 डिभिडेन्ड खानुभयो तपाईँले कति खानुभयो 11 17 र 11 ले 11 17 10 27 28 28 र 10 ले 38 र 3 ले 41 र 9 ले 50% भएछ 5 सालको डिभिडेन्ड तपाईँलाई यो 18 पनि जोड्ने हो भने 50 र 13 63% झन्डै तपाईँको अब कम्पाउन्डिङ हुँदै गयो भने 80% जस्तो आयो होला तपाईँलाई 80% भाउ घट्यो अब तपाईँले 5 वर्ष अगाडि किन्दाखेरि तपाईँको 600 तिर थियो भने पनि त साउमै होला त हो त्यति तल त नझर्नु पर्ने डब्ल्युसीसी 230 त बुझेँ क्या 5 वर्ष अगाडि किने होइन होला कि अब 6-7 वर्ष अगाडि किने हो कि दाइ हजुरको फेसबुक मेसेन्जरमा हेर्नु अहिले उले उहाँ मेसेज हेरिसकेँ मैले हेरिसकेँ होइन 5 वर्ष अगाडिको चाहिँ त्यति हुँदैन क्या डब्ल्युसीसी 5 वर्ष अगाडि भनेपछि अहिले 26 हो 21 को हेर्नु पर्यो प्राइस होइन यसलाई के गर्नु पर्यो अब 21 तिर हेर्नु पर्यो 21 24 21 मा किन्ने मान्छेको अब यसको अब एडजस्टेड 480 छ होइन अनएडजस्टेड गर्यो भने 2021 हेर्नु पर्यो अब लोमै किने भए चाहिँ 400 मुनि यही भाउ रहेछ होइन अनि तपाईँको डब्ल्युसीसी 320 हुन सक्छ होइन अब 2021 को अलि माथि किने भए त 2021 मै यो त भाउ त 700 कटेको छ 800 पुगेको छ त मुक्तिनाथको भाउ 800 रुपियाँ है कहिले 2021 मा अनि यसको 2016 को भाउ तपाईहरुलाई थाहा छ मुक्तिनाथको 2016 को भाउ 1600 हो यसको मुक्तिनाथको भाउ है 2016 मा मुक्तिनाथको भाउ कति थियो भन्नुस् त
10 वर्ष अगाडि मुक्तिनाथको भाउ कति थियो भन्नुहोस् त 1600 रुपियाँ एक किता सेयरको भाउ 1600 एमएनबीबीएल एचआरएल कतिमा आउँछ कतिमा किन्ने त्यो मलाई नसोध्नु म त्यतातिर लाग्दिनँ एचआरएलमा म लाग्दिनँ मैले भने एनआरआइसी एचआरएलमा म लाग्दिनँ तपाईँहरू लाग्ने भए लाग्नुहोस् आई डोन्ट केयर होइन अब म चाहिँ नलाग्ने मन भइसक्यो मलाई अरू कम्पनी छन् त एफसीमा त्यत्रा कम्पनी छन् एउटा यही एचआरएलको पछि किन लाग्यो अरू छैन नि त हेर्ने नि तपाईँहरू खानुहोस् घाटा खानुहोस् तपाईँहरू गर्नुहोस् होइन म त त्यता लाग्दिनँ त त्यो बेला नि एचआरएल जहाँसुकै एचआरएल भन्छ नि झ्याउलाएर आउँछु मलाई नि नबिल बैङ्कको लक्ष्मी दाजु नबिल बैङ्क ठिकै छ त नबिल बैङ्क यो मूल्यमा किन्नलाई किन आपत्ति 500 अहिले कति छ पर्नु यता यन ए 530 होला आज त पढेन 530 तिर छ अस्तिसम्म त यो ओहो 500 मुनि पाइँदाखेरि तपाईँहरू आँखा नलाउने के भन्नु त मैले अब अहिले हो त नि दाइ आज अन्त 3 हप्ता अगाडि 500 मा पाइन्छ भनेर भयो मुनि 500 चुनाव अगाडिसम्म 500 भन्दा मुनि थियो ओहो यसको साइजेस कम खेलेको छ यो 500 मुनि आएको कहिलेबाट थाहा छ मङ्सिर 22 गतेदेखि फागुन 19 गतेसम्म मङ्सिर पुष माघ फागुन 3 महिना साइजेस बस्यो एकुमुलेसन फुल एकुमुलेसन तर अझै पनि किन्दा घाटा छैन अझै पनि किन्यो भने घाटा त लाग्दैन त्यो कुरो त लगभग भन्न सकियो होइन डिभिडेन्ड नै खाएर बस्छु म यही बैङ्क लिएर बस्छु भन्न पनि सकियो सँग त होइन तर त्यहाँ मुनि किने भयो अहिले 1000 कि त किने मान्छेलाई 30,000 त सस्तोमा किन्न पाइथ्यो नि त्यहाँ भन्ने कुरा पहिलो दब त बढ्नै दिँदैन नि त दाजु अब एकजना आज भोलि दाइ टिकटकमा र फेसबुकमा खुब लाइभमा फेमस हुने एउटा टक्लो दाइ रहेछन् के 40 भन्ने है ओहो आमा तिमीकोसँग बिजी म त छक पर्छु यार के साह्रो दाइ त्यस्तो फेसबुकमा र त टिकटकमा होइन हेर्नु हजुरले मैले त आज फोन नम्बर दिएर हाम्रो टिमले तपाईँलाई मेसेज गर्छ तपाईँ अब कस्तो स्टक किन्ने भन्ने कुरा लङ टर्मको लागि तपाईँ 5 वर्षको लागि सेयर किन्नु हुन्छ किन्नै नहुने तपाईँले सेयर कुन हुन् बैङ्क के गर्ने जम्मै मान्छे टेलिफोन वार्ता लाइभ हानेर धुन्न हुन्छ दाजु भेटौँ न लक्ष्मीजी भेटौँ न त्यो हाम्रो महाराजाले भेटौँ न को त्यो महाराज भेटौँ न हो त वर्स्ट कमर्सियल बैङ्कहरू कुन हुन् सब लेखेर दिएका छन् रे बेस्ट कम्पनी 2टा मात्रै कम्पनीमा लगानी गर्न मिल्छ तपाईँले 2टा कमर्सियल बैङ्कमा मात्रै लगानी गर्न मिल्छ के त्यो त त्यो 5,000 तिर्नु पर्यो दाजु के भन्नु त त्यसको लागि पैसा